हेलो गुड मर्निङ नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल साथीहरू म माया सुरेशमा दिल्लीबाट गर्ने गर्दछु सबैजना साथीहरूलाई स्वागत छ युट्युब च्यानलमा पानी पर्दा पर्दा घाम लागिसक्यो गाइस ढालक 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 यो कहाँ राख्ने हो जाने ए सामान माथि अझ त खस्ला त बाँध्ने त होला ओ गाइस उही पानी जा परे उडेछ के घाम पनि लाग्न लाग्यो पानी पर्दा पर्दै साथीहरू हामी कता हो साथीहरू अहिले त घाम लाग्यो हेर्नु पानी परेर हैरान भयो कुर्दै स्कुल पनि जाँदैछन् केटाकेटीहरू ल भाइ मलाई केही देखेको छैन हजुर यस्तै बनाएको भिडियो खिचेको टाटा ल अन्ति भाइ कहिले आउने कहिले आउने हो कि केही सुन्दिनँ ल बाई 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 घाम लाग्यो साथीहरू घाम देख्नुभयो यति घाम लाग्नु स्टार्ट भएको कति पानी परेको थियो त्यो सिजनमा पानी परेर भएर स्टार्ट भयो त अझै पानी पर्ला जस्तो छ आकाश त यता छ अलिअलि घाम चाहिएको थियो त्यसै गएँ अब गएर खाना सफाको बादल सरिरहेको कि साथीहरू अझै पानी पर्ला जस्तो छ गाइस चाहिँ गएँ अन्त पनि जाने सुत्थेँ सामान पुऱ्याएर आयो गाइस हाई कता हो कता कलेज पढ्न थालेपछि लाग्यो साथीहरू हेर्नु ल गाइस हेर्नु ल पानी पऱ्यो भर्खरै पानी के अरे घाम लाग्यो के अचम्म छ गाइस देख्नुभयो पानी पर्ने पनि ठेगान छैन घाम लाग्ने पनि ठेगान छैन यस्तै त हो अनि यस्तै त हो नि भयो होइन गाइजहरू घाम लाग्न पनि कुनै सीमा नै छैन यहाँ अनि भाउ पनि खोज्दैन यो घामले पानीले यस्तो हावा लागेछ के हावा लागेर होला सिसा पनि के हुन्छ क्या त्यसै फर्काइदिन्छ गाइस के छैन यो आज कपडा सुक्नु भयो होइन हुन्छ अस्तिको कपडा सुका छैन कि साथीहरू यस्तो छ पारा म चाहिँ भर्खर उठेको गाइस अल्छी रहिरह अनि अन्तिलाई पठाएँ सामान लिएर कुर्दा कति ढिलो गरेको के हेर्नु 1 घन्टा अब कुरेँ भाइ मैले अन्ति पनि यस्तै गर्नुहुन्छ कि ढिलो गर्नु हुँदाखेरि आयो नि हाँस लाग्यो ल साथीहरू अब पछि भेटौँला खानासाना खाएर ल साथीहरू खाना बनाउनु पर्यो गाइस तरकारी छ साथीहरू तरकारी बनाउनु पर्ने हुन्छ यो काउली इस्कुस बन्दा अनि अच्छा आलु अनि तरकारी काटेर बनाउनु पर्ने हुन्छ भात पकाउँछु खान्छु खाएपछि भेटौँला साथीहरू गएर साथीहरू पानी परेर रातको पानी परेको रहेछ म त बिहान बेला थाहै नै कि साथीहरू बत्ती पनि नै केही नै रातको मस्तोसँग किन अँधेरो छ न घाम लाग्यो भने पानी परेपछि त अँधेरो हुने भयो किन अँधेरो छ भने त्यही माथि पर्दा सल्लाहमा साथीहरू पानी परेको रहेछ बत्ती पनि नै अनि भर्खरै बत्ती आउनुभएको छ घाम लागेपछि अनि बल्ल बत्ती आउनुभएको छ है हाम्रोतिर यता हजुरहरू पानी पऱ्यो कि परेन आज हाम्रोतिर पानी पऱ्यो साथीहरू अनि अब म खाना बनाउँदैछु अनि एकछिनमा भेटौँला साथीहरू
तरकारी पाक्दैछ। यहाँ भात पाकिसक्यो। यहाँ छ मसला अनि यहाँ तरकारी चाहिँ पाक्दामा मसला हाल्नुपर्ने हुन्छ। मसला यहाँ हुनुहुन्छ। मसला यसरी हाल्दैन होला। मसला अहिले मैले बढी नै खान्छु कि साथीहरू। कस्तो खुसबु आयो, मजेदार बास्ना आयो कि साथीहरू। हेलो गाइस, कस्तो भयो मेरो तरकारी। यस्तै ग्रेभी हो कि दालमा केही पकाउँदैन, यस्तै ग्रेभी बनाउँछु, भात बनाउँछु अनि तरकारी पनि यही हो, रस पनि यही हो। साथीहरू यस्तै छ। अब यसलाई के पकाउनु के हाल्नु, दाल भात तरकारी के गर्नु, यसैले पुग्छ नि एकैजनालाई। यसैले मैले दालकै बनाउँदैन, यसकै अलिक ग्रेभी बनाउँछु खान्छु होइन त साथीहरू। अब पानी हाल्नुपर्ने छ, थोरै आस्नु लागिसक्यो अनि कस्तो मिठो बास्ना आएको छ। यसमा मैले पानी हालेँ। अझै भएन, अलिकति हालिदिनु पर्ने हो। आस्न लागिहाल्छु। यसको ग्रेभी बन्छ। हल्का हल्का पाकेपछि देखाउँछु ल साथीहरू। राम्रो अस्तिको गएको साथीहरू सोध्छ कि त्यो अस्ति लगाइराखेको कपडा हेर्नु छ डनमा हेर्नु के आज बल्ल सुक्ने भयो कि 3 दिनको कपडा। कम त हो यहाँ, राम 3 दिन भयो कि कपडा धोएको। सुक्ला हिजो सुक्ला नै, आज सुक्ला नै, यस्तै छ। अनि यहाँ देख्नुहुन्छ साथीहरू, टावर बनेको अरे के यो किसको टावर हो थाहै छैन। टावर बनेको साथीहरू चाहिँ टक्क लागेर एनटिसी हो कि एनसेल हो, त्यसको टावर त पक्कै बनेको हो, थाहा छैन। भर्खर मात्रै बनेर सक्यो। अब यो कहिले हुन्छ थाहा छैन गाइज। गाउँ सब्जी बारी छ हाम्रो यहाँनिर अर्काको। दिन कस्तो राम्रो भाजी रहेछ साथीहरू, कलकलाउदो भाजी रहेछ, माथिसम्म रहेछ भाइ। केराको बोट पनि रहेछ, केराको बोट साथीहरू। अब केरा खान्छ है। फेरि पिपलको बोट पनि रहेछ यस्तोमा। अनि साथीहरू यहाँ पनि रहेछ, 2टा रहेछ केराको बोट। एउटा यहाँ रहेछ, एउटा त्यहाँ रहेछ। अनि भाजीको साग माथिसम्म रहेछ कि के गर्नु, मामाको बारीमा साग छ, भान्जीलाई के लाग्छ भनेको यही हो। तोरी कस्तो राम्रो छ, फल लागिसक्यो। कुखुरा हिँड्न साथीहरू देख्नुभयो, कुखुरा चरिरहन् कुखुरा चरिरहन्छन्। खुट्टामा चलिसकेन साथीहरू, खुट्टा होला साँच्चीमा कस्तो खुट्टा होला सुँगुर चलिरहेको मैले चिन्नु साथीहरू। खाना खाएर पनि भोक
लागिसक्यो मलाई। म करेन्ट चाउचाउ बनाइछु। करेन्ट चाउचाउ बन्यो। यता टोस्ट अन्डा बनाएको छु। अब खाने हो। भोक लाग्यो नि त। भोक लाग्यो। खाने कुरा ल्याऊ। साथीहरू भोक लागेको बेलामा यस्तो खानुपर्छ क्या। हुन त भोक्ने भन्नुहोस् त साथीहरू। यस्तो खाएपछि ओ माई गडनेस वाउ टोस्ट ल साथीहरू वाउ खाएर करेन्ट हो नि त फेरि करेन्ट साथीहरू करेन्टले दिन्छ फेरि झरेन्ट साथीहरू खाएर very middle yummy साथीहरू एउटा करेन्टले पुरा खान्छ मलाई हुन्छ नि यस्तो हुन्छ क्या यम्मी नुन पुरै हाल्दैन नि त त्यसरी पिरो भएन धेरै कसरी खान्छ कसरी चल्छ नि पैसा हुन्छ साथी पानी हाल्नु पर्यो आएको छैन यो मलाई चाउचाउको भोक लागेको खासै भोक होइन कि करेन्ट चाउचाउ देखेपछि खम हुन्छ कि साथीहरू अब त्यस्तो लाग्दैन करेन्ट चाउचाउ अन्डा खाएपछि त कतिखेर खाऊँ भन्छ हजुरलाई त्यस्तो हुन्छ कि साथीहरू मलाई त्यस्तो लाग्छ कतिखेर दिउँसो होला जस्तो लाग्यो कि itu yummy kan gula gula itu kan mulai sih ini udah lagi itu mantap kan ayo sih mereka kayak sih jangan dari misi mereka mulai minta saya asal kan benar-benar saya dulu untuk kalian cara anda bisa oke kurang sakit karena minta berapa itu jadi nabi kau oke malah sih lagi bilang bisa itu kan itu dong enggak sekarang satu guys चाउचाउ खाइसकेँ अब एक गिलास पानी हाल्नुपर्ने हुन्छ घर साथीहरू चाउचाउ खाइसक्यो अब एक गिलास पानी हाल्नु चाहिँ पिरो हुन्छ नि त भात खाउँछ त
गाइस हेलो गाइस मुन हेर्ने मुन देखेछ कि छैन अलिअलि देखेको छ फ्रेन्ड्स यो मुन होइन यो जुम गरेर देखाइदिएँ है साथीहरूलाई हेर्नुहोस् वाउ मुन यति टाढा छ तर मैले जुम गरेर देखाइदिएँ साथीहरू हो यति मैले गाडी छ पानी आएको थियो यो सुर्खेत जाने बाटो यता फेरि नेपालगञ्ज जाने कोलपुर नेपालगञ्ज यता कोलपुर नेपालगञ्ज जाने यतातिर यता चाहिँ सुर्खेत कान किन यस्तो हुन्छ साथीहरू नास्ता खाएर पनि बसिरहेको किनकि आज कति दिन भयो भनेपछि 2 4 5 6 7 8 9 10 11 2 3 4 5 6 7 8 9 10 11 12 आज 12 दिन भएछ अझै बितेको आज 12 दिनको पिपल पानी हाल्ने दिन हो साथीहरू के गर्नु आफू त बस्न पाइएन जान पनि पाइएन गाइज पिपल पानी हाल्न मिल्दैन हामीलाई यता सुत्केरो लागेर म यता घर फर्किनु पर्यो साथीहरू केही छैन के गर्ने भागेको कुरा रहेछ तर पाइएन कि ठिकै छ अझै छोडेर गएको पनि 12 दिन भएछ भोलि शुद्ध हुन्छ 13 दिन नि हैन आज 12 दिन पिपल पानी हाल्ने दिन हो सबैजना जानुभयो होला म चाहिँ जान पाइएन गाइज डोन्ट माइन्ड यस्तै छ जिन्दगी ओठ फुटेर लपक्क हुन्छ कि पक्रक्क हुन्छ ओठ फुटेर यस्तो भइसकेको छ यसरी देखिन त लिप के भन्छ खै बुझ्दैन तपाईँ यहाँको तपाईँले राम्रो गर्छ होला गला फुटेर रुगा लागेर नाक पनि फुट्छ क्या दिमाग खराब हुन्छ किन यस्तो फुट्ने मेकअप गर्छ नि क्या हुन्छ मेकअप गरे जस्तो लाग्थ्यो त अझै छोडेको दिन 12 दिन भयो साथीहरू विजयले पनि हाल्नु भयो होला मैले चाहिँ हाल्न पाइनँ मेरो भाग्य नै रहेछ यस्तै छ मेरो किस्मत तल्के कि म फुटेर किन यस्तो हुन्छ त अब चाहिँ हुन्छ कि फुट्दैन कि फुटेको त्यस्तै अब हेलो साथीहरू आजको दिन पनि कहिले घाम कहिले पानी कहिले घाम कहिले पानी गरेर गयो त्यसैमा म फेरि कपडा धोएँ आज कहिले भित्र गएको छु कहिले बाहिर अस्तिदेखिको धोएको कपडा सुकेको छैन कहिले भित्र कहिले बाहिर कहिले भित्र कहिले बाहिर गर्दा गर्दै रात पर्यो अहिले चाहिँ मजाको घाम लागिरहेछ घाम बुन्ने बेलामा अहिले घाम लागेर के काम अनि त साथीहरू भन्नुहोस् त
204 को घाममा कहिले पानी छिटा पर्छ, कहिले घाम लाग्छ, कहिले पानी छिटा हुन्छ, कहिले घाम लाग्छ। दिक्क भयो। कपडा बोक्दै बाहिर, कपडा बोक्दै भित्र गर्दै रात पर्यो। थाकेँ म, त्यही भएर बडो मन लाग्छ। साथीहरू यस्तै छ। हजुरहरूकोतिर कस्तो छ मौसम? हाम्रोतिर यस्तै छ। सबैतिर यस्तै हुनु होला सायद, तर थाहा छैन मलाई। खै त साथीहरू यस्तै छ जिन्दगी। मौसमको भर हुन्न भने चाहिँ आकाशको भर हुन्न, जतिखेर पनि पानी पर्न सक्छ, पानी नपर्न पनि सक्छ। विश्वास गर्नु हुँदैन। बुझ्नुभयो साथीहरू? ध्यान दिएर सुन्नु होला। बिहान फेरि यस्तो कहिले नफाट्ने यस्तो पानी परेको थियो। देख्नु भएन बिहान कसरी पानी परेको थियो। अनि यतिखेर घाम लाग्यो, अनि फेरि पानी पर्यो। झिम 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 पानी पर्यो। फेरि घाम लाग्यो। अब घाम लाग्छ पानी पर्दैन क्या भनेर सोचेँ। फेरि छिटा खान्छ पानी। 3 चोटि लाग्यो मेरो कपडा बाहिर, भित्र बाहिर 3-4 चोटि। आज धोएको त म लिएन भित्र, हिजो अस्ति धोएको कपडा थियो क्या। र मेरो त बाहिर राख्नुपर्ने मोटा कपडा थियो नि, जाडोको कपडा त्यसरी मोटो नै हुन्छ। सुकेको छैन, आज सुकाएर राख्नु पर्यो भन्ने सोचेको। अहिले बेला उठाएँ फेरि अब सुकाउनु। त्यही गराउँदै कपडा भुइँमा खसी, नालीमा परी, फेरि धोयो एउटा कपडा। होइन नि बिजोको रमाइलो गरेँ आज आकाशले। ल त्यो साथी त्यही भन्नु आएको म ल। हेलो साथीहरू, खानापिना भयो साथीहरू? हजुरहरूको खानु भयो कि नै? मेरो त खाना भयो। आजको दिन यस्तै गयो साथीहरू। अनि आजको दिन यतिकै गयो कि कहिले पानी पर्छ, कहिले घाम लाग्छ। म फेरि कपडा धोएर कहिले भित्र गराउँछु, कहिले बाहिर गराउँछु गर्दै आजको दिन पनि त्यत्तिकै गयो। इन गरेकै थिइनँ, त्यसैले म भिडियो इन गर्न आएको साथीहरू। सबैजना साथीलाई धेरै धन्यवाद। अहिलेसम्म भिडियो हेरेर साथ दिनुहुने सबैजनालाई धेरै माया भन्दै म भिडियोदेखि बिदा हुन लागेको साथीहरू। लाइक यस्तो भनेको लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु भनेको क्या, त्यो भनेको। ओके भनेको सकेन ल, हाई आएर हैरान गरेर। थ्याङ्क्स फर वाचिङ माई भिडियो। गुड नाइट, बाई।